बिस्तारै के मिसबार ए मिसबार हुँदैन बिस्तारै ओए झन्डै भाइ रोक भाइ रोक मलाई अघि तिमीहरूलाई पर किन देखाएको थाहा छ अम्लाले आएको छ म चाहिँ यसकै फ्यान हुनु फेरि हेर त ल आएको छ अर्जेन्टिना यो नि त पारा भनेको भाइ यो चोकको नाम के हो बुद्ध चोक यो के अरे कालिस्तान बुद्ध चोक भन्छ होइन सो यो पोइन्टमा पनि मान्छेहरूले धेरैले भिडियो बनाउँछ मैले रिसेन्ट एउटा भिडियो हालेको थिएँ टिकटकमा बहिनी र म गाडी अगाडि उभिएर होइन अनि यहाँ साउन्डको कस्तो दामी सुन्छ बाइकहरू ल ऊ देख्नुभयो मलाई चिन्छौ कसले चिन्छ भन त यो नाम पढ्दा चिने छैन राइडर मनिस चिन्छु दा हेर्छु भिडियो भाइको आँखा चाहिँ मलाई ओभर मन पऱ्यो दाउ न कस्तो दामी के त हेर त कस्तो दामी आएको यार के हो तिम्रो नाम तिमी एउटा कुरा हुन्छ नरिसाउ ल ओहो झन्डै बजारमा चाहिँ प्रायः हुने भनेको झन्डै नै हो क्या वान मिस गेम ओभर त्यो सुरु गर्नुभन्दा अगाडि चाहिँ म के भन्न चाहन्छु भने होइन मेरो प्यारो साथी सीतामोल सो उसको चाहिँ भोलि या पर्सिको फ्लाइट छ होइन सो साथी बिस्तारै जानु होला तिमीलाई धेरै माया छ राइडर मनिस साथीको तर्फबाट शुभयात्रा साथी लाइफमा केही साह्रो गाह्रो अप्ठ्यारो पऱ्यो भने सम्झिनु सो त्यही होला अब चाहिँ भिडियोलाई कन्टिन्यू गरौँ ल सो व्हाट्स अप गाइज हेलो धेरै पछाडि म ब्याक भएँ सबलाई अचम्म लाग्यो होला यत्रो दिन दाइ कहाँ हरायो भाइ कहाँ हरायो बेबी कहाँ हरायो सोना मोना कहाँ हरायो सबले हेर्छ नि त भ्लग त होइन केटाहरूले म त पक्कै हेर्दैन होला मेरो क्रसले पनि हेर्छ होला मेरो गर्लफ्रेन्डले पनि हेर्छ होला गर्लफ्रेन्ड चाहिँ त्यस्तै हो अहिलेको बेलामा होइन सो यो मेरो बाइक चाहिँ फेरि मेरो बाइक चाहिँ यही हो हेर्नु है ल सबले बिर्सिसक्नु भयो होला नबिर्सिनु है मेरो बाइक चाहिँ यही हो भिडियो भएको छ कि छैन हौ हेरौँ ल भिडियो भइरहेको छ पिलिक ल एउटा फोटो हानिहालौँ ल सो त्यो ल सो दिस इज माई बाइक बुलेट 350 होइन अनि धेरै भयो म नकुदेको अब यसो कुद्नु आँटेको साउन्ड ठिक छ नि है साउन्ड मात्र सुनेर कहाँ भयो त घुम्नु निस्किनु पऱ्यो कुद्नु पऱ्यो नि त घुम्नु पऱ्यो नि त होइन सो ओके गाइज ओके ल हामी गफ गर्दै निस्क्यौँ ल साथीभाइहरू सो यी हिउँद लागिसक्यो होइन हिउँद अरे बर्खा लागिसक्यो खेतहरू सब जोत्ने बेला भइसक्यो असार पनि सकियो पानीहरू परिरहेछ होइन टक्क धान रोप्ने कामहरू मान्छेको भइरहेछ सो म चाहिँ आज यतातिर घुम्नु जानु मन छ सुरुमा चाहिँ एउटा ग्यारेजमा छौँ एउटा मेरो सानो काम छ होइन अनि त्यसबाट हामी कता घुमौँ ल अनि मैले मेरो तरिकाले भ्लग पनि त स्टार्ट गरेको छैन सो हे गाउस एभ्रीवन इज युवर राइडर मन इज ब्याक इन द न्यू भिडियो आफ्टर अ लङ टाइम म ब्याक भइसकेछु फेरि युट्युबमा होइन लङ टाइम त के भन्नु लगभग कति 2-3 हप्ता भयो होला हौ युट्युबमा अनि यसो अब चाहिँ हाल्नु मन लाग्यो अनि यसो कुद्नु मन लाग्यो चलपल दिन मन लाग्यो होइन त्यही भएर हल्का चलपल हल्का कडा सो मेरो चाहिँ कावासाकी Z900 मैले बेचेँ होइन अनि म चाहिँ अब एउटा सुपर बाइक फेरि निकाल्दैछु तर अहिले होइन त्यो एसएन हाइवे चाहिँ अझै अलिक मजाले बनिसक्यो त्यस पछाडि म टक्क निकाल्छु है त अहिले चाहिँ यही ठिक छ यही दामी छ मौसम दामी छ पानी पर्दैछ हरियाली छ सबतिर होइन अब यो बाइक एउटा सानो काम छ बाइक बनाऊँ होइन अनि घुम्न निस्क्यौँ ल आएको छ अर्जेन्टिनाको झन्डा यसपालि अर्जेन्टिनाले जित्छ म चाहिँ फेरि अर्जेन्टिना आएको नि फेरि कसम यता भोट हाल्नु पऱ्यो भने फेरि काङ्ग्रेस हो तर यसपालि चाहिँ मैले कल्ला हालेँ क्या म भन्दिनँ होला त्यो चाहिँ हाल्न चाहिँ हालेँ तर कल्ला हालेँ त्यो चाहिँ भन्दिनँ यसपालिको मैले जल्ला मत हालेँ नि मैले नहाले पनि मैले जसलाई हाल्नु लगाएँ नि मैले राम्रो ठाउँमा हाल्नु लगाएँ क्या त्यो चिज चाहिँ म प्राउड फिल गर्छु क्या कसम मैले आई फिल सो प्राउड किनकि यसपालि मैले मुखले यति धेरै भोट मागेँ किनकि त्यतिखेर म आउट अफ नेपाल थिएँ होइन म यहाँ सुरुमा हल्का उता बनाइहाल्छु ल भाइ यहाँ आउन
सो म चाहिँ अब यहाँनिर चाहिँ के गर्न आँटेको भने यो मेरो यो लुज भइरहेको छ, यो कस्देऊ न, यो कस्देऊ न, योलाई यस्तो पार कि अनि टक्क कस्देऊ त। सो मेरो चाहिँ यो साइडपट्टिको यो लुज भइरहेको थियो होइन, अनि मैले अघि यहाँ आएँ दिउँसो अनि टक्क मैले सिट निकालेँ अनि एग्राबोबिक त मेरो भइहाल्छ। विदाउट एग्राबोबिक त म चलाउँदिनँ। मैले यो बाइक किनेर लगभग 2 वर्ष चाहिँ स्टक चलाएँ। 1 वर्ष मैले त्यो पन्जाबी सन्जाबी लङ पन्जाब के हालेँ होइन, त्यस पछाडि चाहिँ मैले एग्राबोबिक हेरेँ क्या। सो आई लभ एग्राबोबिक होइन, एग्राबोबिकको साउन्ड बबाल आउँछ क्या। त्यो घुमाएर नबाँध न आलु, त्यहाँबाट बाँध न, गुड भाइ। रोक 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 भाइ, रोक रोक रोक। मैले अघि तिमीहरूलाई पर किन देखाएको थाहा छ अम्लाले भाइहरूको होइन? भाइ तिम्रो नाम के हो? कहाँबाट केटा हो? बोडेटार। ल भाइको भिडियो हालेँ त मैले। ल यो चाहिँ हाम्रो अर्जेन्टिनाको झन्डा भाइहरू लाएर हिँडिरहेको छ होइन। त मैले पनि बाटोमा देखेँ नि, भाइहरू पनि टक्क क्याप्चर गरिहालेको। ठिक छ नि केटा होइन? ल गुड गुड। ल अलिक छुट्टिन्छ फेरि म गएको। ल त्यो कावासाकी त्यो बेची अब जेडक स्ट्यान्डर किन्न आँटेको। सो मैले ल भाइ ल, सब मैले चाहिँ भनेको साइड उयो पनि बनाएँ। अब चाहिँ म घुम्नु जाँदैछु होइन। सो आज चाहिँ भनेको बुधबारको बजार जस्तो पनि मलाई लागेको छ। एकलट बजार पनि डुल्दिउँ ल। सो एकलट चाहिँ हामी बजार पनि डुलेर आइदिउँ ल। कस्तो छ आजको बजार हेरिदिउँ ल। ओए झन्डै दुईतिर एक्सिडेन्ट हो झन्डै। सो हाम्रो चाहिँ आज बुधबारको बजार हो। झन्डै आउने छिर्ने बित्तिकै एक्सिडेन्ट भइहाल्यो। एउटा बहिनी त एउटा फुत्ते आइदियो, यता भाइ त उभिरहेको छ। बहिनीसँग ठोकिनु भन्दा चाहिँ भाइसँगै ठोकेँ म होइन। भरे छोरी मान्छे त छोइसक्दा सानो यस्तो हुन्छ त, किन भन्दाखेरि चाहिँ छोरी मान्छेको जिउ कमजोरी हुन्छ क्या, छोरा मान्छेको जस्तो डर हुँदैन नि त। त्यही भएर छोरी मान्छेलाई म नछोको। यता बुइनीतिर जानु हुँदा म भाइतिर गएँ, बरु भाइको ब्यागमा हल्का ठोकियो। अनि यो चाहिँ हाम्रो बुधबारको बजार हो गाइस होइन। अनि यहाँ चाहिँ दामी बजार लागिरहेको छ क्या, हेर्नु न मान्छेहरूको चलपल, हेर्नु न मान्छेहरूको चलपल। सो यो चाहिँ हाम्रो बुधबारको बजार हो होइन। अनि यहाँनिर चाहिँ यस्तै चाहिँ झुल्टाङ्नु त तैँले त दिउँसो हेर्ने मच्छर लाग्यो क्या दिउँसो यार। सर दर्शन सन्चै हुन्छ? कता घुमघाम राउन्डिङ हुन्छ? हस् सर। सो सर चाहिँ राउन्डिङमा हिँडिराख्नु भएको छ। सो म पनि राउन्डिङमै हिँडेँ भने म पनि मेरो पनि राउन्डिङ त हो। म पनि राउन्डिङमै हिँडिरहेको छु। अब बजार एक राउन्ड घुमेर अनि उता हाइवेमा निस्केर अनि म जता जान खोजेको त्यता गइदिउँ त है। भिडियो त भइरहेछ नि। सो भिडियो चाहिँ भइरहेको छ। ओहो झन्डै बजारमा चाहिँ प्रायः हुने भनेको झन्डै नै हो क्या। 1 मिस गेम ओभर। एक्सक्युज मी भैयाजी। आम्मामा के हो लुगै लुगा छ त हौ। कस्तो साह्रो भिड हो बजारमा त, के हो सानो भिड छैन त हौ। यतिकै भिड त हुनु पऱ्यो होइन, बुधबारे बजारमा पनि यतिकै भिड भयो। यहाँ चाहिँ सब सब्जी मात्रै पाउँछ कि यो लाइनमा चाहिँ होइन। सब्जी भयो, आँप भयो, खरबुजा भयो, के यहाँ चाहिँ यही मात्रै पाउँछ क्या। यता बदाम बिग्रिरहेको छ, उता अगाडि च्याउ बिक्री भइरहेको छ। दाइको बैगुन बिक्री भइरहेको छ। तल्लोपट्टि त हेर्नु न खोर्सानी। यहाँ दाइको कागजी बिक्री भइरहेको छ। 100 रुपियाँ बोका, 100 रुपियाँ बोका, मात्र 100 रुपियाँ बोका। यता आलु नै आलु छ त, आलु अदुवा प्याज। बारीमा अदुवा। नमस्ते मामा। बारीमा अदुवा, मेरो मामा पदुवा। भरे मामाले कसरी भिड्दै हुन्छ, भान्जाले मलाई पदुवा भन्दै रिसाउनुहुन्छ होला। मामा भिडियो हेरिहाल्नुहुन्छ, आइम सरी मलाई रेला गरेको। सो डोन्ट टेक दिस एज सिरियसली होइन। सिरियसली म्याटरमा चाहिँ नलिनु है फेरि मामा। म फेरि दसैँमा टिका लगाउन आउँदैन नि, फेरि मामा त नआइज ढुक्क हुन्छ टिका लाएर दक्षिणा दिनु पर्दैन भन्नु बेच्छ फेरि मामाको। यो चाहिँ बुधबारको चोक होइन। म चाहिँ यहाँबाट नि म यहाँबाट जाँदिनँ यार। यो बाटो गयो भने अल्मलिङ छ, म तलबाट जान्छु ल। मेन म जहाँ जान खोजेको, तपाईँहरूलाई के देखाउन खोजेको त्यो कुरा त म तपाईँहरूलाई टक्क देखाउँछु ल। होइन यो स्कुटीमा त लोड कम्ती भएन, लोड कम्ती भयो त स्कुटीमा त 3जना मात्रै छ त। अनि
होइन म चाहिँ कहाँ आइपुगेको भन्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ मैले के देखाउन खोजेको भने यो ठाउँलाई चाहिँ धाइजन चोक भन्छ क्या। यसलाई चाहिँ सानो धाइजन भन्छ। यहाँदेखि थोरै तल गयो भने चाराली पुग्छ होइन। अनि यहाँदेखि सिधै उँभो गयो भने चाहिँ बुधारे पुग्छ, मेरो घरतिर भइहाल्यो। अनि यहाँदेखि चाहिँ ठ्याक्क पश्चिमतिर क्या यो बाटो भनेको पश्चिम साइड भएन, यो बाटो सिधै यता गयो भने कहाँ पुगिन्छ हेर्नु ल। मैले चाहिँ तपाईँहरूलाई मेन के देखाउन खोजेको भने अगाडि एउटा यस्तो दामी बाटो छ होइन, त्यहाँनिर चाहिँ भिडियो बनाउन भयो, यसो घुम्न ओर्न भयो, तपाईँहरू जाँदा हुन्छ क्या। त्यहाँ चाहिँ दामी ठाउँ छ होइन। त्यही भएर चाहिँ मलाई पनि त्यहाँ अस्ति जान मन लागेको, बाइकमै जान मन लाग्यो क्या। म चाहिँ गाडीमा धेरै नै चोटि गइसकेको थिएन, मलाई बाइकमै जानु मन थियो क्या। त्यही भएर चाहिँ म आज बाइकमै गइरहेको छु, तपाईँहरूलाई पनि देखाउँछु। अनि तपाईँहरू पनि आउनु होला, यसो राम्रो बाटोको खोजीमा हुनुहुन्छ भने यसो बेलुका हावा खान घुम्नुको लागि निस्किनु लागि दामी छ क्या ठाउँ। कस्तो दामी भ्यू देख्छ हेर्नु न, ठाउँ पनि क्या कुल छ क्या, मजा आउँछ क्या फेरि बाइक चलाउनु पनि। हेर्नु न लिन हाल्न पनि कस्तो मजा आउँछ क्या माटो। बाइकको साउन्ड पनि फेरि उस्तै सुनिरहेको छ हो, बुटु सुनिरहेको छ, माको छ कम्पर मजा आउँछ नि लामो। कस्तो दामी सुनेको है। म जस्तै तपाईँहरूले एउटा कुरा के भन्न चाहन्छु भने मेरो प्यारो साथी, मेरो प्यारो मित्र, दुःख दुःखमा साथ दिने मान्छे होइन, मेरो प्यारो साथी पनि छिटै क्यानाडा जाँदैछ। साथीको आइडिएस भोलि पर्सि कहिलेको फ्लाइट छ होइन। अब को साथी भन्नु तपाईँहरूलाई अचम्म लागिरह होला, चाहिएको त धेरै साथी छन् सोचिरह होला होइन। मेरो लाइफमा चाहिँ 3जना साथी छ क्या ओभर स्पेसल होइन। मेरो लाइफमा 3जना साथी चाहिँ ओभर स्पेसल छ क्या। लाइक जतिखेर पनि यो 3जनाको लागि चाहिँ लाइक म एभ्री टाइम रेडी हो क्या। अनि जहाँसम्म लाग्छ मेरो लागि रेडी छ होइन। को भने जस्तो लाग्छ होइन, म फोटो देखाइदिउँ तपाईँहरूलाई। ल फोटो हेर्नु त, एउटा यो साथी, उसको नाम चाहिँ साइड उप्रेती होइन। उसँग चाहिँ म बच्चादेखि होस्टेल बसेर पढेको। अनि जब मेरो बच्चाको लाइफ सकियो, अनि जब अलिकति म्याच्योर भयो नि त, अनि स्कुल लाइफ, बच्चाको लाइफ चाहिँ स्कुल पढ्दाको साइल हो। अनि अर्को लाइफ जुन चाहिँ अब 5, 6, 7, 8 टाइपको हुन्छ, अनि त्यो चाहिँ यो साथी हो क्या। सो यो साथीको नाम चाहिँ डेभिड श्रेष्ठ हो होइन। यही साथी हो क्या, ओभर ह्यान्डसम छ हेर्नु न। अनि अर्को साथी भनेको चाहिँ जुन चाहिँ एउटा समय पछाडि, धेरै समय पछाडि भेटेँ, धेरै पुरानो चिनजान थियो होइन। त्यो साथी चाहिँ यो साथी हो क्या। केस गर्नु त को होला, केस गर्नुभयो गर्नु भएन, फोटो हेर्नु त ल यही मान्छे हो क्या। सो यो मान्छे चाहिँ को भन्दाखेरि चाहिँ सीतामोल क्या, वान एन्ड ओन्ली। टिकटकमा चाहिँ फेमस चाहिँ छ होइन, अरूतिर पनि अब राम्रै छ उसको। अनि ऊ चाहिँ अब 1-2वटा त्यस्तै कामले गर्दाखेरि चाहिँ क्यानाडा जाँदैछ, उसको भोलि पर्सितिरको फ्लाइट छ होइन। सो साथी मजाले जाऊ, तिमीलाई धेरै धेरै माया, धेरै धेरै सम्झना। तिमीलाई म एयरपोर्ट छोड्न आउनु पाइनँ बिकज अफ सम माई पर्सनल प्रब्लम्स होइन। आफ्नो प्रब्लम हुन्छ नि त लाइफमा। अनि म तिमीलाई छोड्नु आउनु पाइनँ, तिमीलाई बिदा गर्न आउनु पाइनँ। र पनि तिमीलाई मेरो माया, तिमीलाई मेरो साथ जिन्दगीभरको लागि छ साथी। राम्रोसँगले जाऊ, राम्रोसँगले पुगेर आऊ, केही साह्रो गाह्रो परेर सम्झ। सो कालिस्तान चोकदेखि चाहिँ तल जाने क्या, जस्तै यो सालबारी झिल जाने बाटो हो। सो यो बाटो चाहिँ तपाईँहरू म आएको त देखिरहेको होला बोल्दा बोल्दा पनि होइन। यो बाटो सिधै तल जानु भयो भने यहाँबाट एउटा चोक आउँछ क्या। त्यो चोक आइपुग्ने बित्तिकै यस्तो दामी बाटो छ महाकसम होइन। मलाई यति मन परेको छ नि यो बाटो। म त 2-3 चोटि त गाडीमा हिँडिसकेको छु होइन, तर मलाई पर्सनली बाइकमा आउनु मन थियो। म आज आइ पनि सकेँ। सो यो चोकको नाम चाहिँ के मलाई थाहा छैन, म यहाँ सोध्छु ल। यो चोकको नाम कसलाई सोध्नु, यहाँबाट भाइ छ त सोध्नु ल। यहाँ लेखेको पनि छैन मजाले होइन। भाइ यो चोकको नाम के हो? बुद्ध चोक। यो के अरे कालिस्तान बुद्ध चोक भन्छ होइन। ल सुरुमा म यहाँ बुद्ध चोक अगाडि टक्क बाइक राख्छु होइन, अनि भिडियो बनाउँछु ल। सो गाइज यो चाहिँ हाम्रो बुद्ध चोक अरे कालिस्तानको होइन। सो म चाहिँ यहाँ आइसकेको छु। सो तपाईँहरू पनि आउँदा भयो, ठाउँ एकदम बवाल छ, रोडहरू एकदम बवाल छ क्या। हेर्नु न क्या दामी रोड छ क्या, ऊ परसम्म यस्तो यस्तो खालको होइन, ओभर चिल छ क्या। यता मकैबारी छट्ट मकै राखिरहेको छ। सो एउटा भिडियो बनाउँछु टिकटकको लागि ल। मैले सोधि नै हालेँ होइन, अनि ठाउँ पनि एकदम बवाल छ क्या। तपाईँहरूले देखि नै हाल्नुभयो, गाडीहरू सब आइरहेछ। अनि म चाहिँ भनेको अब यहीँदेखि यही बाटो चट्ट घुम्ने, परसम्म जान्छु,
कता कता डुल्छु होइन सो रमाइलो छ राम्रो छ हौ कस्तो मजा आउँछ नि चलाउनु कस्तो दामी छ कहाँ बाटो दामी छ कहाँ दामी दामी भनेको थाहा छ यही हो दामी बाइक चलाउनु पनि मजा आउँछ क्या लामो ओपर मजा आउँछ क्या ओपर यस्तो बाटो पोइन्टमा पनि मान्छेहरू धेरैले भिडियो बनाउँछ मैले रिसेन्ट एउटा भिडियो हालेको थिएँ टिकटकमा बहिनी र म गाडी अगाडि उभिएर होइन अनि यहाँ साउन्डको कस्तो दामी सुन्छ बाइकहरू ल ऊ देख्नुभयो यो बहिनीहरू नथापा यस्तो गरेर सोधिदिउँ ल सुन्नु न यो ठाउँको नाम के हो सालबारी झिल यही हो धन्यवाद थ्याङ्क यू सालबारी झिल हो यहाँबाट उता त म जाँदिनँ अर्कोचोटि जाउँला किन एकै दिन कन्टेन्ट सक्नु पनि हुँदैन नि त होइन आमा भाइ क्या सानमा आएर हेर्नु भाइ ला उडेर आएको छ भाइले लुकिङ ग्लास बालिगरी मलाई कसले बोलायो मनिष आयो भने जस्तो लाग्दैन सो मेरो भिडियो हेरेर चाहिँ गाइस प्लिज एक लाइक एक सब्सक्राइब एक सेयर चाहिँ गर्न नबिर्सिनु होला है त तपाईँहरूको सानो सपोर्टले गर्दा मलाई धेरै सपोर्ट मिल्छ होइन तपाईँहरूले सपोर्ट आजसम्म गरिराख्नु भएकै छ अझै गर्नु न के जान्छ होइन के थाहा राइडर मनुष्य पछि नेपालको नाम पो राख्छ कि बा होइन झापाको त नाम राखि नै सक्यो राखेको पनि छैन राख्दैछ अलिअलि ओ माई गड यहाँ त केटाकेटीले फुटबल खेल्दैछ हौ यो केटाकेटीहरू सबलाई सब्सक्राइब गराइदेऊ यो केटाकेटीहरू सबलाई सब्सक्राइब गराइदेऊ म पनि खेल्छु नि भाइ यहाँ आउन सबजना यहाँ आउन मलाई चिन्छौ कसले चिन्छ भन त यो नाम पढ्दा चिनेछ छैन राइडर मनिष चिन्छु त हेर्छु भिडियो मेरो कुन बाइक छ भन त ल योदेखि बाइक कुन थियो कावासाकी यो भाइले मिलायो ल थ्याङ्क यू हो कावासाकी थियो अहिले त छैन बेच्यो नि त अनि कतिमा पढ्छौ तिमीहरू 8मा पढ्छौ तिमी 9मा बुलेट 350 अनि त अस्ति नै थाहा छ तिमीहरूलाई एउटा कुरा थाहा छ अस्ति नै एउटा गाडी सिङ्गा कटेको थियो के चाहिँ केटा हो भनेर गएको थियो न गाडीमा याद छ सेतो गाडीमा याद छ थाहा छैन होला यो अनर याद छ याद गर्छ याद छ अर्जेन्टिना तिमीहरूलाई त्यति यो भाइको आँखा कति दामी अरे आउँदा यहाँ न गाइज यो भाइको आँखा हेरौँ न म एउटा भिडियो गर्नु पर्यो यो भाइको आँखा हेर सो यो भाइको आँखा चाहिँ मलाई बर मन पऱ्यो आउन कस्तो दामी के त हेर त कस्तो दामी आँखा हेर के हो तिम्रो नाम तिमी एउटा कुरा हुन्छ नरिसाउ ल मेरो हालिदिउँ भ्लगमा यता हेर ल यसो सबले यसो गर न केटाहरू चिनिसक्यो यस केटा के छ कता हो केटाहरू आमा रनिङ आमा ठिक छ यतिको हुनु पऱ्यो ल म गएको ल बिस्तारै के मिसबार मिसबार हुँदैन बिस्तारै हान्नु मिल्दैन कहाँ हान्नु भयो ल म गएको ल यो ठाउँको नाम चाहिँ जयपुर है फेरि त्यो इन्डियाबाट जयपुर चाहिँ होइन कि यो चाहिँ नेपालबाट जयपुर हो क्या यहाँ चाहिँ दिपक भाइको चटपटे पसल चाहिँ माको छ यो भाइले चटपटे पसल कहाँ लगेको क्या मनेस के छ मोटो भाइ मोटा हो यो के छ यहाँ जयपुर यहाँ दिपकको चटपटे खाएर खै दिपकले कहाँ खोलेको छ चटपटे बुधबार होइन यहाँ 2-3 दिन देख्यो यहाँ दिपकै छैन हौ ठिक छ भाइ मोटो भाइ मनेस भाइ मिता अरे क्या लाग्छ चाहिँ यो चाहिँ हाम्रो प्यारो भाइ हो क्या जयपुरको
भाइको नाम पनि मोटु मोटु भला भाइको नाम उति हो भाइको नाम मनिष हो मनिष राइडर मनिष चाहिँ होइन तर मनिष चाहिँ मनिष भाइ पनि फेरि पछि राइडर मनिषै नाम राख्छ नि भाइ रोकेको हेर केटाहरू मलाई भाइ म को हो मनिष राइडर हेलो के कुन केमा हेरेको टिकटकमा हेरेको मेस्सी हो मेस्सी कसो छ मेस्सी नै हो यो म यस्तो म फ्रान्सको र अरूको टिम हुँदा फ्रान्स हो म ब्राजिलको पनि हो तर म रियल चाहिँ फेरि के को होला गेस गर त यस अर्जेन्टिना म रियलमा त्यसो भाइ ठिक छ कहाँको को अनि के अरे भाइ सेल्फी पोज देखाइदिउँ न म ठुलो भइसकेको छ देखाइदिनु ल जाएको हेर्न म कहाँ किन कहाँ जाने ल म गएको ल अहिले केटा होला जाऊ ल घर ल पछि भेटौँ ल भाइ ल बाई बाई मेरो भाइ ल बाई ल कुन स्कुल पढ्छौ के अरे एराबाट आउनु पर्दैन एराबाट आउनु ल म भाइलाई भन न अहिले नि आउनु सो अब चाहिँ त्यही हो भाइहरूलाई पनि भेट्यो सबले चिन्छ क्या फुच्चीहरूले चाहिँ अलिक यो ठुलोहरूले पनि चिन्छ नचिने चाहिँ होइन तर उनीहरूले चाहिँ नचिने भने के पनि चिने यस्तो गरिदिनु भन्छ होइन उनीहरूले मलाई त्यत्रो धेरै उयो पनि रेस्पेक्ट पनि दिनु पर्दैन चिन्छ भ्लगहरू चाहिँ भइहाल्यो मलाई त्यत्रो धेरै उयो खत्रै हो कसम त खतरा हो माई गड ओपी भन्नु पनि पर्दैन किनकि म त्यस्तो खोज्ने मान्छे पनि होइन नि त अनि यो भाइहरूले चाहिँ अब बिचरा अब जेन्युन हुन्छ नि त जे हो चाहिँ दाइको भ्लगहरू छु खुसी हुन्छ क्या यिनीहरू अनि मलाई यस्तो केटाकेटी रोब्बर मन पनि पर्छ क्या अनि अब त्यही हो अब यहाँबाट भनेको म अघि यो बाटो पनि आएको थिएँ आउनु चाहिँ होइन म फेरि यो बाटो आएर अब यहाँबाट चाहिँ म माथि भाइरल ट्री गएर भाइरल ट्रीमा म के गरेको दाइ भाइरल ट्रीमा गएर चट्ट त्यहाँनिर गएर एउटा आन्टीकोमा गएर अमिलो पिरो खालको चटपटे खाएर नि म घर फर्किन्छु ल जाउँ ल अब तो मेरो चाहिँ चटपटे आयो होइन म चटपटे खाँदै बसिरहेको छु अनि गोप्रोबाट भिडियो पनि सारेको छु फोनमा चट्ट बसिरहेको छु टक्क खान्छु ओर्छु होइन अनि घर लाग्छु होइन अनि भिडियो टक्क हाल्छु हेर्नु सबले माया गर्नु ल चटपटे चाहिँ हेर सो गाइस आजलाई चाहिँ भिडियो यति नै घर आइसकेको छु होइन अनि अहिले सबलाई मेरो भिडियो मन पऱ्यो होला सो भिडियो सबले हेर्नु भइसक्यो होला सबले लाइक गर्नु सेयर गर्नु सब्सक्राइब गर्नु सब त गर्नु र आजलाई भिडियो यति नै गाइस थ्याङ्क यू सो मच एभ्रिवान गाइस फर वाचिङ भिडियो गाइस थ्याङ्क यू एभ्रिवान बाई